नमस्ते, म तपाईँहरूको प्यारो मित्र सतीश श्रेष्ठ र आज म फेरि आएको छु यहाँ वृक्षारोपण कार्यक्रमको लागि। सो मेरो साथ चाहिँ आज 10 जना भाइ बहिनीहरू आउनुभएका थियो। 10 जना मध्ये कतिजना एनसीसी क्याडेटहरू, कतिजना मसँग फुटबल खेल्ने मान्छेहरू आउनु भएको थियो। सो यसै गरी चाहिँ हामी माझमा चाहिँ धेरैजना भाइ बहिनीहरू चाहिँ साथ जोडिरहनु भएको छ। सो अब यो साथ जोडिनु हुँदाखेरि तपाईँहरू पनि यसो साथ सहयोग गरिदिनु हुनुहोस् भन्ने मेरो एउटा अपेक्षा छ। अब यो वर्ष पहिलो वृक्षारोपण कार्यक्रम आयो भने अब यस पछाडि हाम्रो दोस्रो तेस्रो चौथो गरेर ठुल्ठुलो वृक्षारोपण कार्यक्रमहरू चाहिँ आउने बाचासँगै तपाईँहरूलाई चाहिँ कुरेर बसिराख्नुहोस्। किनभनेखेरि अब यो वृक्षारोपण हामीले गर्नै पर्छ। किनभने अब तपाईँलाई थाहा छँदैछ जलवायु परिवर्तन भइरहेको छ। यो जलवायु परिवर्तन एउटै मात्र उपाय भनेको यो वृक्षारोपण हो। यो वृक्षारोपण गर्दै 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 हामीले चाहिँ एउटा पुरानो डाइलग थियो कि हरियो वन नेपालको डाइलग भन्ने स्लोगन थियो, हरियो वन नेपालको झन्। त्यसलाई फेरि नै फर्काउने मेरो एउटा ठुलो आशा छ, सपना छ। त्यो सपनाहरू चाहिँ हजुरहरूले साथ सहयोग गरेर पुरा गरिदिनुहुन्छ हुन्छ भन्ने चाहिँ मलाई एउटा धेरै आशा छ। र यति भन्दै आजको हाम्रो वृक्षारोपण कार्यक्रम अब सुरु हुँदैछ। मोबाइल देख्दो रहेछ आमा। सो ल अब हाम्रो चाहिँ खाजा आयो है। ट्री प्लान्टेसन गर्न जानु लाग्यो। 4वटा चिया 10वटा डुनोट। 4वटा कालो चिया 6वटा दुधको चिया। कालो देखेकै छैन सर त्यो चिया। रक्सी जस्तो देखेछ कि अस्ति जस्तै। तिमीहरू यार बिहान बिहान सडा यस्तो बिगार्ने तिमीहरू। यस्तो यस्तो 4 गिलास वाइन खुवाउने। एउटा छुट्टै चाहिँ मेरो लागि हो कि त्यो चाहिँ। ल अट्याक एउटा लिगौँ न त, लिगौँ न अट्याक। ल एउटा एउटा उठायो, ल एउटा एउटा उठायो, एउटा उठायो। ओइ घामट के हो आफैले हेरियो होइन उयो दुलामा के गरिदिराख्ने कहाँ छ दुला ऊ त्यो। ल गाइस हामी चाहिँ आज के गरे ट्री प्लान्टेसनमा जाँदैछौँ। कता? फुलबारी। म त आउँदैन, म त बोल्न हेर्न सक्नुहुन्छ हाम्रो पुरानो स्कुल। पुरानो होइन, स्कुल त स्कुलै हो, तर हामी पहिला यहीँ पढ्थ्यौँ। अहिले माथि बिल्डिङमा छौँ। रुगाले हो, रुगाले पतर पतर बोल्ने मात्र हो कि भ्लग गर्दाखेरि होइन। वेलकम टु माई भ्लग। नमस्ते नमस्ते, म भाग्य पानी भनेर भन्दिनँ। म हरिराणा मगर। हामी चाहिँ आज यसो फुलबारी गेट तारकेश्वर यो कति 11 कि 12 हो, 11मा पर्ने हामी फुलबारी गेटमा आज फुल रोप्न गइरहेको छौँ। ए मेरो साथमा हुनुहुन्छ रोशनी, अनि यता के भन्छ यो अस्मी र सक्सेसर हुनुहुन्छ है। खै स्ट्रबेरी कुन चाहिँ हो? ए यो स्ट्रबेरी वे फलिरहेको रहेछ। स्ट्रबेरी पनि हरि छ। तपाईँ के गर्न आउनु भएको रे? म यस्तो चिया र डुनोट खान आएको। अनि तिमी चाहिँ? म त्यही हो, त्यो राजकुमार बेबीलाई भेटाएको। टाढा न राम्रै हुन्छ होला सर। कुन कुन लाने हो सर? यही लगिदिनु है एउटा चाहिँ सर। सर के को बोर्ड हो यो? के को बोर्ड हो यो? खोइ छैन रहेछ कि देखेको। तितर लाग्नुपर्छ आज नि एउटा। फेरि अस्ति नै लगायो हो। एउटा त लगाउनुपर्छ। सर अनि यो नि लगाऊँ न, राम्रो लाग्यो। जिगला होइन यो फल्दैन, यो फल्दैन। के को बोर्ड हो यो? हेर्दाखेरि स्नेक प्लान्ट जस्तो लाग्यो मलाई। स्नेक प्लान्ट टाइपको। ओइ बुता चितर नै छ त खोइ यहाँ यी कसम यो हो र होइन? कहाँ हुन्छ बुता चिता हो यी? ओ हेलो गाइज, हामीले चाहिँ यहाँ बुता चिताको खेती गरेका छौँ है। बिक्रीमा छौँ। बुता चिताको 300 छ है गाइज, बिक्रीमा छ सबै। तर म चाहिँ प्राइभेट किनेर लान्छु। सबै बुता चिता बिक्रीमा छ। हामीले 9वटा लिएका छौँ।
पैसै पढ्नै भइरहेको छ होइन 300 पऱ्यो नि एउटा त फ्री गर्ने नि यार नौवटा किनेको छ कि दिदी हामी कफी लैजानु नि त नि हजुर कफी कफी कस्तो बोल्छै बोल्दैन त्यो बोर्डमा सर कुना कफी तपाईँको त्यो इन्टरभ्यू दिनु पऱ्यो कि के भन्नु पर्यो तपाईँको बिहे भएको छ कि नै किन चाहियो बिहे भएको छ कि नै भने छोरी दुईटा देखाइरहेको छ छोरी त अनि मेरो एज भन्दा ठुलोको छ अनि तपाईँ अनि एज भइसक्यो एज तपाईँको मेरो 68 मेरो एज भन्दा ठुलो छोरीहरू छ बिहे भएन यार सक्सेस बे भइसक्यो थाहा नभइकन सुटुक्क बे भयो ए थाहा नभइकन 5 वर्षमा सुटुक्क बे भयो त त्यही भएर क्यों बे ओवर एक्टिंग करता साला ओवर एक्टिंग की औलाद अब तेरे को बराबर होता नहीं क्या बोलने को चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर हेलो अनि हजुरको नाम मेरो प्रिन्स अनि हजुरको अप्सरा अनि हजुर के गर्न आउनु भएको आज वृक्षारोपण गर्नको लागि रुखहरू लिएर आएको तपाईँ पनि त्यही काममा आउनु भयो ए अनि अनि तपाईँले किन कोदालो घुमाउनु भयो तपाईँले चाहिँ कोतालो किन त्यो यस्तो गर्नुभयो त्यो एउटा अलि रमाइलो ए रमाइलो हुन्छ अनि तपाईँले कुन रुख रोप्ने कतिवटा रुख किन्यो त हामीले 10 वटा किन्यौँ हामीले 10वटामा एउटा रोप्ने होला नि होइन 10 वटामा एउटा कति राम्रो आएको हो यार सर यो के को हो एउटा फ्रीमा दिनु भयो नि त लोकेसी एउटा फ्रीमा दिनु तिमीले के बोक्या सेम त जस्तै हुन्छ कि अप्सरा कफी फ्रीमा दिनु तिमी के बोक्या त्यो थाहा छैन कि मलाई त यो के हो अम्बा हो त्यो ए अम्बा हो यो यो बोर्ड बिगार हो ए अम्बा यो तेजपत्ता तिमीले त तित्री तित्री है गर्नु पर्दा दिदी म त अम्बा रोप्ने हो अम्बा मलाई थाहा छैन ओइ बुढे अनि कटुस भनेको कस्तो मैले चाहिँ के हो अट्याक गर्नु पर्यो ओइ कुनले रोप्ने सर यसको नाम के हो यसको पानी भक्कर राख्नु हाल्यो नि बिहान बिहान हुन्छ नि हाले ए हाम्रो त सर सर यसको नाम के हो भन्दैछु मैले हेर्न सक्नुहुन्छ दर्शकबिन तथा फाइनली 10 जनाले 10 वटा रुख लिएर हामी जाँदैछौँ अब तितर आयो तितर ओ हेलो तितर आयो तितर 500 रुपियाँ 500 आयो टिमर आयो 600 रुपियाँमा आयो जानु सर पुलिस तितर आयो तितर यस्तै हाम्रो देश हाम्रो गौरव वृक्षारोपण गरौँ कार्बन डाइअक्साइड घटाउँ हो र अस्ति हामी यहाँ गहिरो सागर जस्तो खस है हल्लाइदिउँ रुख यस्तो हुनुपर्छ कता गयो खोइ त पाकेको खसोस् त हो हुन्छ कि थुक्क कुहिएको हात कुहिया होइन त्यो होइन मेरो हात कुहिया होइन क्या मिठो हुन्छ कस्तो खप्रा दाइ मलाई नि टिप दिनु न एउटा सो अहिले हामी बाटोमा छौँ यहाँनिर मान्छे टर्न आइरहेछ यमराज आइ यमराज हरन भन्छ आइपुगेछौँ पुरानो उयोहरूलाई गएको सफा गर्दैछ
पुरै घारी नै भएछ सर्पो चाहिँ भेटाउँछ है नभन्नु स्नेक प्लान्ट हो के यस्तो यस्तो कोब्रा त्यसैमा सर्प हुन्छ है गाइस हेर्न सक्नुहुन्छ हामी जङ्गलमा पुगिसकेका छौँ यहाँ हाम्रो खनिरहनु भएको छ सबै खन्नी अनि पालेसँग रोपी के खन्न सबैको खन्नु राख्नु न सबैजना आफ्नो काममा व्यस्त हुनुभएको छ कति धेरै जुगा हो छ्या खै अरू छ र जुगै छैन सर छ के कस्तो तपाईँले देखेन हो भने होइन मलाई यो होला पनि लागेन के भएको छ यस्तो हुन्छ म यहाँ भ्लग बनाएर देख्नु भएन ओ नमस्ते खन्न जानु म धादिङबाट हरिबहादुर बनाएर हाल्दिनु है सर मलाई नि ननुवाकोटबाट प्रिन्स तपाईँ यो कताबाट दोलखाबाट म दोलखाबाट दोलखा जिरीबाट जिरी होइन चरीकोट बाबु स्वर्गकी अप्सरा आज चरीकोटको अस्ति डन मरे होइन अस्ति नै डन मरे मेरो कोही होइन ए डन त हो नि डन होइन मेरो म त तपाईँ कताबाट हुनुभएको नुवाकोटबाट अस्मितामा ए हो र अनि तिमी चाहिँ नि म त धादिङबाट रोशनी तमङ त्यो धादिङ कुन ठाउँ है धादिङ गङ्गा जमुना कटुन्जे कटन चाहिँ त्यो के सुनानीतिर सामरी दोलखामा नि छ सुनखान मेरो मामा घर हो र वेलकम टु माई भ्लग ए सबैजना बाँदरले जस्तो अनि आफ्नोपट्टि फर्काउनु त्यसरी हो छिटो खै खै म कस्तो आएछ म त राम्रो छु नि राम्रै आछ खै सर मलाई हेलो हेलो सर अप्सरालाई खनिदिनु भुलबाटै छिर्ला नि फेरि छिर्दैन होइन सर छिर्छ फेरि गोब्रो छिर्यो सो गाइज है यहाँ चाहिँ हामीले एउटा सुरुङ भेटाएको सर यहाँ हेरौँ न तर उहाँ पनि यस्तै खाल्डो भेटेको दाइ हात न यतै हाल्दो के हो सर टलै है क्या हो है त्यस्तै छ उदेसम्म जसलाई खाल्डो छ हजुर धेरै तल छ नि देख्यो त्यही तलसम्म छ देखेँ तल उयो देशलाई फेरि यताबाट चाहिँ देश छ त्यही हेरेँ तर सिधै सिधै के छ यार नै भाइ सर्व रहेछ नि सो हाम्रो खाल्डो खन्ने क्रम जारी छ हामी 10वटा रुख रोप्ने भनेर आएको छ ढुङ्गै ढुङ्गा छ त यहाँ त हाम्रो अभियान वन संरक्षण कार्य इन्ट्रो नै गरेको छैन मैले साँच्ची ढुङ्गा छ त चप्पल निक्रे मेरो त नपत्या हेर्नु फेरि सर भएर चाइनाबाट मगा चप्पल जुका त छैन नि गाइज मैले त अघि टाँसेर किस गरेर गइसक्यो त भाइ अप्सरा भइसक्यो सर अब यो भन्दा नि गएर बनाउनु के पर्दैन भयो माथि ल अब ल सुरुमा त तिमी जाउँ ल फर्स्ट टप जाउँ ल एउटा लिएर आऊ ल बहिनीहरूलाई माथि डर लागेर के फेरि पुग्यो त नपुग्नु भयो यहाँ रोप्ने हो र यहाँ नेत्रोमा यहाँ वरिपरि झाडु गर्नुपर्ने हो सर यसमा सर त्यो वरिपरि झाडु गर्नु म त सर यसमा त मान्दैन म आफै खान्छु किन अलि झाडु गर्नु वरिपरिको त्यो प्लास्टिक चाहिँ नफाल्नु यसमा त पानी हाल्नु रहेछ क्या जरा पानी हाल्नु जरामा पानी हाल्नु जरामा तल ठाकुरी हजुर यो हाम्रो 1 2 3 4 प्लान ल यहाँ मेरो हो त राजा कत्रो लिएर आएको यो हुँदैन यार यो तेजपत्ता
बाबा छोडिदिनु बाबा च्यातिम त त्यो प्लास्टिकहरू चाहिँ नफालौँ है प्लास्टिकहरू तल लानुपर्छ है आफ्नो प्लास्टिक चाहिँ आफूसँग हुनु पऱ्यो जोसँग हुँदैन त्यसलाई 50 रुपियाँ फाइन के अरे 500 रुपियाँ फाइन तिर्नु पर्ने यसको चाहिँ राम्रो जसले बोक्दैन अहिले त्यसले खाजा खाउँछ यसमा त पानी हाल्छ पर्दैन त्यसो माथि भयो त्यसो कम पानी लिएर आऊ सर के को बोट हो यो मलाई पनि थाहा छैन प्लास्टिक लिएर है बाबु के को बोर्ड भन्नु दिदीले बिर्स्यो साना मुन्तला एउटा फोटो खिच्नु पनि खिचेको अघि नै थुपारेको साथी फोटो खिच्दा पनि साह्रै आयो सबैको हजुर 10 बजिसक्यो खाना बनाएर होइन होला कसले माटो झार्दैन माटो हो त्यो मल हो मल के हो त्यो खानला त्यो लगाउने यार त्यस्तो सानो जुगालाई जुगा भन्छ यार गाउँमा गयो भने के होला होइन भैँसीमा लाग्ने जुका प्लास्टिक बाबु प्लास्टिक यहाँ छ ओ प्लास्टिक कहाँबाट नभेन पिक्नु घरबाट आएको बानी प्लास्टिक च्यात्ने ल कसको पाली हो सम्झिया छिटो रोप्नु न प्लिज प्लास्टिक च्यात्ने प्लास्टिक उठाउनु त्यता फोर मलाई हेर्न सर जिस्काएर बाउ भनेर कुरिले फोर मलाई अब ट्याक राखिदिनु माटो हाल नि यो वाला अलि यो माटो हाल नि अब त्यसमा माट राख्ने अब त्यसमा माट राख्ने ए उसै दिन पाएछरी काल्टा उगेर खतरा नि हुन्छ यो बुट्टा कालो भयो माट राख माट घरमा पोत्या जसरी बसेर बढी आउने गयो बस्ती इन्डिया भन्छ इन्डिया त म यस्तोसँग डराउँछ गुरु भएर नि यति डराउने मजै भएन त्यो एनिमलहरू डाइरेक्ट छुनु हुँदैन अरे क्या वाइल्ड एनिमललाई एलर्जी हुन्छ क्या भाइ म त झन् त्यति छुन मलाई एलर्जी तिमीहरूले फोर मलाई कफी होइन यो मैले के को बोट रोपेँ त्यो पहिला ल्यायो त्यो बिर्स्यो ल माटो राख्नु ल माटो भित्राउनु त्यसलाई को मान्छे हो यस्तो के गरेर चाहिँ नानी यसो भाइ त यसले चिनो राखेको छ अरे त ल यसले चिनो राखेको छ अरे So hello everybody, it's me your boy Success and today I am at हाम्रो यो जङ्गलको नाम के रे यो रोनिन जङ्गल हैन रोनिन जङ्गलमा आएको छु म यहाँ रुख रोप्नलाई टोटल हामीले 10 वटा रुख रोपेको छ आज यो चाहिँ हाम्रो 2082 को फर्स्ट ट्री प्लान्टेसन क्याम्पेन सुरु भइसकेको छ अब नेक्स्ट टाइम चाहिँ रोडिस ट्री प्लान्टेसनको भिडियोहरू झलकहरू तपाईहरुले देख्न सक्नु हुन सक्छ है सो नेक्स्ट टाइम रोडिसको आउँछ कि मेरो आउँछ आई डोन्ट नो अब आयो भने 7-8 गतेतिर असारको 7 गतेतिर आउँदैछ आज हामी अहिले जेठको 17 गते छौं नेक्स्ट विक 23 गते जेठको 17 गते छौं अहिले हामी पर्सि 23 गते वर्ल्ड इन्भाइरोमेन्ट डेको उपलक्ष्यमा पारेर हामीले चाहिँ आज हामी अगाडि नै आएका छौं किन भन्दाखेरि त्यो दिन बिदा छैन नि त काममा बिदा पनि चाहिन्छ सो यसमा चाहिँ म अहिले एनसीसी क्याडेट भाइहरूसँग अनि कोही फुटबल खेल्ने भाइ बहिनीहरूसँग चाहिँ म आएको छु यो चाहिँ हाम्रो अन्तिम रुख रोप्न लागेर जाँदैछु म मेरो हातबाट सो आश गरौँ कि
यो वर्ष चाहिँ पहिलो पालिको तेब्बर रोप्न पाऊँ। थोरै नगरपालिकाहरूले सहकार्य गरेर बुझिदिनुहोस्, समस्या बुझेर हामीलाई रुख रोप्न दिनुहोस्। आर्मीहरूले पनि रुख रोप्न दिनुहोस्। यस्तो स्पेस, खाली स्पेसमा हामीले यस्तै खाली स्पेसहरू खोजिरहेछौँ। तपाईँहरूले चाहिँ यस्तो खाली स्पेस भेटाउनु भयो भने कृपया हामीलाई सम्पर्क गरेर हामीलाई बोलाउन सक्नुहुन्छ। म त्यहाँ आउने छु, म त्यहाँ रुख रोपेर जानेछु। यति भन्दै अब आजको रुख रोपिहाल्नु मेरो तर्फबाट। यो चाहिँ अब के अरे गार्डन कटन भन्नुभएको थियो यो बिरुवाको नाम। आई होप कि यसमा कटन फुल होस्, यो रुखहरू ठुलो ठुलो होस् अनि हामीलाई चाहिँ स्वच्छ हावा पानी आकाशसम्म पुगोस्, आकाशसम्म पुगोस्, स्वच्छ हावा सास फेर्न पाऊँ होइन। हरायो क्या अब बेगम बेरीको बोट। यस फाइनली गाइज फाइनली गाइज हाम्रो कार्यक्रम अभियान सकिसकेको छ। गाइज यहाँ चाहिँ खाल्टो खुट्टी बनाउँदैछ। अब यो रहेछ उहाँ रहेछ सर ओए सुडाएर आयो कि यसले त सर यो मिगिरी रोशनी भोटे सान्ताङ तामाङ। यहाँ त हजुर आज त्यो उसले गर्न सजिलो हुन्छ कि म मार्दै हो तल गएर 2 महिना भइसक्यो 2 महिना अगाडि म तपाईँको प्यारामिटर सकेश श्रेष्ठ र आज हामी चाहिँ यहाँ वृक्षारोपण गर्न आएका छौँ। कस्तो राम्रो चरा कति डिस्ट्र्याक्ट गर्दै सुगा के सुगा प्यारोट तर कहाँ यतिकै त नकाट्ने त फेरि फस्यो।